हेलो हेलो आज चाहिँ हामी अफिसको दाइहरू सब मिलेर नुवाकोट जाने भनेर बिहान बिहानै फोन भएर फोन त हिजो बेलुकै भएको थियो। तर यहाँ बिहान 6:30 बजे मौसम कस्तो हुन्छ भनेर भन्दै हामी हिँड्न लागिसक्यौँ। केही खाएकै छैन। 7:30 बजे टोखा पेट्रोल पम्पमा भेट्ने भन्नुभएको थियो सूर्य दाइले। 7:30 त्यहीँ हुन लागिसक्यो। टुडी खेलमा के हुन लाग्यो रहेछ यस्तो यो पुरै टेन्ट टाँगे पुरै लोसार सोसार हुन लाग्यो। जहिले लोसारतिर प्रोग्राम हुन्छ यहाँ मान्छेहरू नि भिड छ त के आज। यो सेराटन होटेल अझै बनाएर भ्याएन यार। यो भनेको लगभग हामी ब्याचलर सुरु गर्दाखेरि बनाउनु सुरु गरे होटेल हो। अहिलेसम्म नभ्याएछ न के गरे यार। यहाँबाट राइट लागेपछि सिधै निस्क्यौँ हामी गङ्गाको चोक। बाटो फेरि यस्तो साँग्रो बाटो छ, अगाडिबाट केही आयो भने ड्यामडुम ओभरटेक गर्न पाइँदैन, के गर्न पाइँदैन यार। यो गङ्गा चोक आयो। 41 भयो, 41 बाहिर नै आइपुगेन होला। ठिक छ। अब यहाँबाट राइट लागेर हामी जान्छौँ सामाखुसी। कहाँ हो त? ओ ठुलो भर्याङ रेन्ज अझै 5-10 मिनट लाग्छ तिनीहरूलाई। कहाँ बस्ने होला त? ओहो यो नयाँ ट्याक्सी अहिलेको टेस्लावाला। अगाडि टेस्लाको स्टिकर टाँच्दो रहेछ यार। तर बवालै छ यार। टेस्ला जस्तै छ हेर्दाखेरि त। टेस्लाको लोगो पनि टाँच्दो रहेछ। अमिर दाइ आइपुग्नु हो। के छ अमिर दाइ खबर? कोही आएन। ऊ भन्दा आइपुग्नु हो। हजुर पेट्रोल हाल्नु है बरु। सूर्य दाइ आइपुग्नु भयो होला। सूर्य दाइ र ग्याली त होइन, त्यो रातो बाइक रहेछ उसको। होइन त्यो रातो निलो बाइक होइन ग्यालीको। त्यही हेर्दा त ग्याउँ जस्तो मन झुकेको। रेनकोट नि फेरि त्यस्तै छ। जमजम चिया खाने ठाउँ कता होला मलाई त थाहा छैन। अन्त फर्स्ट टाइम हिँड्न लाग्यो यो बाटो बाइकमा। एकचोटि त जन्ती गएको छु बिहामा सुजन दाइको त्यही बाटो। तर बाइकमा चाहिँ गएको छैन। मैले निश्चल दाइलाई हानेको ठुलो भर्याङ छु भन्थेँ कि अब अघि नै हो। त्यसो त्यहाँ त अर्को बाटो लगायो क्या हो। ग्रान्ड स्टेसन त्यो पेट्रोल पम्पको चोक हो। त्यसो भए तपाईँ पेट्रोल सेट्रोल हाल्ने भए हाल्नु। अनि त्यहाँबाट हल्का माथि आउनु। हामी एउटा चिया पसलनिर छौँ। ल आइपुग्यो दुईजना। ए ल त्यसो भए फोन नगर काट्दै मैले। ल ग्यावली नै आइपुग्यो बल्ल बल्ल हराएर कहाँ सामासी पुगेर। अब चाहिँ हामी जान्छौँ। गेटबाट छिरियो अब भित्र सानो बाटो। पोखरी पनि रहेछ त। म त यो साइड त आएकै थिएन अहिलेसम्म। त्यो डाँडो कटेर त जानुपर्ने छ यार। टोखाको यो बाटो त मिठो रहेछ हो। सरर दाइहरू त पुरै मस्त कुदिरहन्। के हो गोलाबारी र त माओवादीले गोलाबारी गरेर ठाउँ क्या यो। ड्याङडुङ गोलाबारी भएर नाम गोलाबारी। सैनिक इलाका हो क्या हो यो? होइन रहेछ। जाउँ जङ्गलको बाटो चिसो मजा आयो त। यहाँ रहेछ गाडीको स्टेसन। तारकेश्वर नगरपालिका भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद। ओके हजुरलाई पनि धेरै धेरै धन्यवाद। तर मजा चाहिँ शीतलमा चिसो मजा आयो। डाँडा उक्लिँदा चाहिँ
अब त्यो नुवाकोटमा झरेपछि यस्तो गर्मी ठाउँमा नि त्यो आमा त्यो के भन्छ म बिहामा नि यस्तै वैशाख जेठतिरको बेलामा गएको बिहामा गर्मी चितवनभन्दा बढी गर्मी लाग्यो यार मलाई त्यो ठाउँ त्यो बेला हट 9 बजे टक्रकै 9:00 अब यसो उताबाट झरेर खाल्छ त खान पर्ने हो नत्र त म त केही खाएको छैन भोकै भयो बिहान उठ्ने बित्तिकै उठ्न पनि दाइहरूको फोनले उठेको जस दाइहरू यहाँ कुर्नु भएको रहेछ ल सही बाटोमा आइरहेको नि कस्तो लागिरहेको खानुभयो यहाँ यता कहाँ पुग्छ साझा मलाई त आएन आजको डेस्टिनेसन कता मलाई पनि थाहा छैन अब काठमाडौँबाट नुवाकोट सूर्य चौर जाँदैछौँ सूर्य चौर हो सूर्य चौर के छ जान्छ मेरो हालत त्यस्तो छ सेटअप छ होइन सूर्य त साइड लाइट बाल्दै हिँड्नु मिठो रहेछ है बाटो मिठो यहाँनिर यति मिठो रहेछ यहाँबाट ओह्रालो झर्ने ओह्रालो पनि कस्तो ओह्रालो छ हौ आमा त सिधै तल खोज छ लगभग हाम्रो यो त धेरै ओह्रालो भनेको काठमाडौँको हाइटतिर चाहिँ शिवपुरीको यो माथि हामी अहिले कटेर आएको 21-22 होला 22-23 होला धेरै भयो भनेपछि त यो त धेरै तल छ यार 600-700 हाइट होला मिटर आम्मा घोच कस्तो खोज हो बिस्तारै जाउँ यहाँ बिस्तारै हिँडौँ बिस्तारै बाटो चाहिँ ठिक हो कि बाटो ठिक छ जो अहिले चाहिँ के भयो दाइ ए अँ त दाइ दाइ आउन्जेलसम्म चाहिँ यहाँ ऐसेलु खानु पर्यो ऐसेलु टिपेर तल गएर खानु पर्यो केटाहरूले यहाँ बोलाउनु पर्ने रहेछ ल यति छ है ल दाइ आउनुभयो ल जाउँ छ अरे 13 किलोमिटर 13 किलोमिटर छ अरे भनेपछि हामीलाई ओह्रालो बाटो छ हाम्रो एभरेज स्पिड 20-27 त्यस्तै भनेपछि ल आधा घन्टा छ अरे पुगिन्छ अलिकति भयो 10:07 10:30 अलि बढी यस्तोतिर छ अरे पुगिन्छ यताको बाटो चाहिँ यो इलेक्ट्रिक यो नयाँ खाले यो माइक्रो चाहिँ डह्रो चल्दो रहेछ के अरे यो नुवाकोट अब नजिक पनि भयो अब एक चार्जले काठमाडौँ आउनु जानु पुग्छ होला एक चार्जले यो कति पो डिस्टेन्स छ र हो त्यसपछि त यो इलेक्ट्रिकमा अब खर्च नि भएन केही नि भएन त्यो डह्रो चल्दो रहेछ यो माइक्रो यो बाटो चाहिँ त्यो यहाँबाट खस्यो भने त हो हड्डी सड्डी भेटिन्न होला कस्तो खोज यार के रहेछ हो यहाँ आमा समूहहरूको गाडीमै जानु जस्तो छ नि त पिकनिक हो क्या हो चढौँ भनेको छ भ्रमण होला भ्रमण आमा समूहको भ्रमण हुन्छ नि यताउता जाने मम्मीहरू पनि 6 महिनामा एकचोटि यताको भ्रमण हुँदै गइरहनु हुन्छ त्यस्तै होला भन्ने सोचौँ हामी अघि बढौँ बाटो ठिक छ यत्तिकै भइदियो हुन्थ्यो के बोलिन्छ आफैलाई थाहा हुँदैन आजको पनि 1-1.5 घन्टा जाला जस्तो छ यस्तो बोलेको पाराले बोले के बोल्ने थाहा छैन प्यार बोले यहाँ त झर्ना रहेछ त झर्ना कस्तो सानो झर्ना दुईजनालाई यहाँ रहेछ नि त जाम ओए त्रिशुलीको भ्यू त दामी छ त यहाँबाट त ओ माई गड सर्लक्क
ऊ त्यो बाटो हुँदै जाने होला त्यो तिर्सुली त हो नि हो त्यहाँ गएर खार रेखा पुरै त्यो छ अरे बजार त्यो यहाँबाट के छ ल बवाल छ त के हो त्यो छ अरे नि त्यो तलको त्यो तिर्सुली ए लिखु हो पर भेटिने तिर्सुली ए यो लिखु पो हो ओ म त हिँडेर तिर्सुली त होला अझ म यहाँ तिर्सुली दिइरहेको छु क्या अहिले लिखु रहेछ है लिखु रहेछ मलाई त थाहै थिएन छरे आइपुग्यो है हामी ल तल ट्याक्क छरेमा झऱ्यो ओह्रालोबाट कता हो डेस्टिनेसन नि थाहा छैन बिना डेस्टिनेसनको राइड भन्नुपर्छ क्या टाइटल आफूलाई डेस्टिनेसन थाहा छैन अरूलाई मात्र थाहा कहाँ पुग्ने हो थाहा छैन फाँटको बाटो चलाउनु त मजा आउँछ यार तर सम्म बाटो त हो डाँडा काँडा उकालो ओह्रालो पो झ्याउ हो त ओ धान पाकेको छ चैते धान यार कस्तो अहिले पाकेको धान के हो यार यो पाके होइन तर चैत धानै हो यो फुल्न लाग्छ फुल्न लागेको रहेछ धानको अब बगरको ठाउँ हो बगरको ठाउँ अब सिँचाइ त के अरे त्यो लिखु खोलाबाट सिँचाइ आइहाल्ने होला जति लाए पनि भने त असारमा लाइन भयो चैतमा लाइन भयो धान चाहिँ फल्दो रहेछ यो ठाउँमा यो ठाउँ त तर चितवन जस्तै छ यार तर गर्मी यो फाँट भएर चाहिँ अलि गर्मी नै ठाउँ हो यो ठ्याक्कै यत्रो यत्रो पाहाडबाट घेरेको बिचमा यत्रो के भन्थ्यो यसलाई खोच कि भ्याली कि भन्ने हो यो यस्तो ठाउँ छ यहाँ त धान फुलिसकेछ फुलेर पनि भइसक्यो के अरे ल यता चाहिँ मकैबारी छ कस्तो डाइभर्स के ठ्याक्क अगाडि टाँडीमा चाहिँ मकै छ त्यसैको तलपट्टि ठ्याक्क धानबारी छ चार्जिङ स्टेसन है ल चार्जिङ स्टेसन नि रहेछ खुलिसकेको रहेछ बाटोमा ल खोलाको किनार हेरौँ है खोलाको किनार किनारै किनार अगाडि लागौँ कराउनु पऱ्यो यार कतिको आवाज सुने थाहा छैन अब कराएरै बोल्ने हो अब जेसुकै होस् अङ्ग्रेजी बोल्नुपर्छ क्या भ्लगमा Hello guys नभनौँ यार टुडे वी आर गोइङ आई डोन्ट नो where we are going I don't know I am just following the path of the guys who are ahead of me and let's see where we can reach today and we have to come back to the Kathmandu so I hope there is no maximum distance that we will travel around like the one way of 70 and 80 kilometer I think अङ्ग्रेजी बोल्नु त नआउँदो रहेछ यार यस्तो पाराले अङ्ग्रेजी बोल्नु के अरे हामी बिर्सिसक्यो अङ्ग्रेजी बोल्नु अङ्ग्रेजी बोलेर खानी भइएन अङ्ग्रेजी बोलेर खाली भइएन सिकेला नि हो बिस्तारै के छ सिकेको अङ्ग्रेजी नि बिर्स्यो हो कि बोल्न छोडे सिकियो आउँदैन ओइ बाटो चाहिँ मिठो छ बाटो चाहिँ मिठो होइन कि मिठो छ मिठो होइन कि मिठो दाइको कस्तो मिठो आवाज आउने क्या फटफट यो माइकले क्याप्चर गर्दैन होला त्यो साउन्ड होइन तर मिठो साउन्ड छ मेरो दाइको रिजोर्ट चाहिँ राम्रो रहेछ यो के हो मार्को पोलो रिजोर्ट ओके भन्दा के गर्न सकिँदैन गएर बन्न सकिँदैन पैसा छैन ओके भनियो जानियो लिखु खोला तरियो है लिखु खोला तरियो पुलमा आइयो पुल तरियो अब हामी लाग्छौँ कहाँ ढिकुरे बजार नाम ढिकुरे चाहिँ कसरी भयो होला हौ अगाडिको डाँडो त क्या मिठो देखिया यार ठक्क मकैबारी धानबारी अजिब ठाउँ छ यार अजिबै ठाउँ छ हाम्रोतिर मकैबारी भयो भने मकैबारी मात्रै हुन्छ धानबारी भयो भने धानबारी मात्रै हुन्छ अब के गर्नु चैते धान लाउने भने बोरिङै लाउनु पऱ्यो अब अरूहरूले त रोप्नुहुन्छ तर हामीले चाहिँ अब कसले दुःख गर्ने होइन मकै छार्दिनु छोडिदिने नुवाकोट दरबार जाने बाटो यहाँबाट 6 किलोमिटर हो नुवाकोट दरबार भनेको पृथ्वीनारायण शाहले नुवाकोट कसरी दोस्रोचोटिमा जित्यो हो क्या पहिलोमा पराजित दोस्रोमा जित्या हो त्यसपछि किर्तिपुरमा 3 चोटि तेस्रोचोटिमा जित्या हो कि तेस्रोचोटिमा जित्या हो किर्तिपुरमा भाइहरू एकछिन रेस्ट गर्न रोकियो हामी पनि रोकियो यहाँ सर्लक्क
सर्लक्क रोक्यो हो सर्लक्क रोक्यो स्ट्यान्ड लगाइदिउँ फाँट चाहिँ जे होस् मिठो फाँट छ हो मिठो फाँट छ के त्यो अझै अझै तपाईँको मनसुन आइसकेको छैन नि त यहाँबाट चाहिँ यो के अरे गोसाइकुण्ड जाँदाखेरि माथि ल्याएको बाटो पहिला गोसाइकुण्ड आउँदाखेरि माथिको बाटो आएको थियो त्यही बाटोबाट माथि लाग्यो अन्त हेर त्यही बाटो त होला अब म पछि आइरहेको छु कहाँको गाडी हो यो चाइनाको गाडी जस्तो A53DL8 भनेको ओहो बाटो त के हो यो उकालोमा बनाउन नसकेको के हो ल केटाहरू यहाँ रोक्यान् किन हो झोलुङ्गे पुल क्रस गरेर जाने हो क्या हो के छ त कस्तो भइरहेको राइड के को बारेमा भनौँ त्यो कस्तो बाटोको बारेमा भनौँ कि राइडको बारेमा भन्नु राइड त हामी जहिले राम्रै गर्छौँ नि होइन हो कि होइन भन त हो अब यस्तै हो होइन हामी अफरोड कुदाइयो रेस्टमा बसिरहेको एकछिन अफरोड अब कुदाउनु पर्छ मजाले भानु दाइ चाहिँ खै त्रिशुली भानु दाइ चाहिँ त्रिशुलीमा पौडी खेल्न जानु भएको छ सूर्य दाइको के छ त खबर रमाइलो छ पहिल्यैभन्दा झन् रमाइलो भएको छ बाटो झन् राम्रो अब आयो अब यहाँबाट फेरि अफरोड जाने थिएँ फेरि फर्केर आउने अनि बल्ल खाना खाने अफरोड माथि गएर कता मलाई पनि थाहा छैन त्यहाँ गएर आएर ल्याएर भात खाने अरे ऊ त पको देखिया नि त्यहाँ अरे त्यो माथिको डाँडो माथिको डाँडो पल्लो डाँडो हामी हिँडेको होइन अब खोइ अब के हुन्छ हेरौँ सकिएन भने फर्केर आउने माछा था नि जाने ल हजुर दाइ यहीँ छन् फर्केर आउने हो ए ल ल ल ल दाइ ल फेरि यहीँ बस भन्छन् भन्दै त्रिशुली नदी नयाँ पुल ओके दामी छ पुल त ट्रिपललाई बाटो छोडिदिनु पऱ्यो तल त त्यहाँ ओहो पौडी खेल्ने र उ गर्नेको भिड छ त यार आम्मा टिप्परले बाटो छोडिदिँदा त ओके झन् हामीलाई फाइदा गुरुङ राजा हो राजा दादा हजुर ओहो धरो धुलाउन आयो यार यिनीहरूले त सालको पात टपरी हुने हे बर्यो भन्दै सालको पात उडे 12:01 गयो 12:01 जाँदाखेरि यो पिच रोडमा पुगियो हामी हल्का अफ रोड लिएर जाऊँ क्या हल्का माथि गयौँ रे त्यही भएर अब त पिच रोड कतिसम्म छ हेरौँ टिप्पर माथि बाटो बनाउनु जस्तो हो पुरै टिप्परले चाहिँ गिटी बसाएर जस्तो हो तर हाइटमा आयो यार एकैछिन हाइटमा आयो जान दियो जाउँ जान दियो त्यो रुख त बबाल छ त यार त लाइनै लाएर बना जस्तो यो बाटो अहिले सधैँ ठिकै छ होइन यस्तै छ पिचै छ तर यो यहाँनिर चाहिँ भत्का भएर नत्र चाहिँ पिच ठिकै छ अहिलेसम्म अब यहाँभन्दा अगाडि चाहिँ कस्तो हुन्छ थाहा छैन यहाँभन्दा अगाडिको अब देखा जाएगा भन्ने नि आएर रोकिनु भयो उति डाँडो भने भन्दै त्यो डाँडो भने होइन ए अहिले तपाईँले देखाउँदाखेरि त्यो यताटिको टाउको थुम्रो थियो कि अलिकति बाटो चाहिँ सल्लाहको बाटो भएर सल्लाहको रुखले राम्रो देखिया
मन्दिर रहेछ हो यहाँ टर्निङ हानौँ नमस्ते भगवान् नमस्ते 9 किलोमिटर अफरोड कस्तो एक्सट्रिम अफरोड छ कि ठिक्कको अफरोड हो साह्रै अफरोड हजुर पानी त परेको छैन हिजोतिर पानी परेर बाटो चिप्लो भयो होला र अफरोड यत्तिकैको अफरोड छ भन्दै कुरा त्यहाँ आइ पसलेकोले भनेको थियो खासै एक्सट्रिम अफरोड छैन यत्तिकै अफरोड हो भने हेरौँ अब कहाँसम्म पुगिन्छ बाटो चाहिँ पिच गर्नलाई ठिक्क बनाएको जस्तो छ पिच चाहिँ अब अर्को वर्षतिर होला जस्तो छ है बाहिरतिर यो वाल सल यताउता तलतिर रिटर्निङ वाल सबै लागा त्यहाँबाट नि इलेक्ट्रिक माइक्रो काठमाडौँ जाने चल्दो रहेछ यस्तो अफरोड ठाउँबाट नि त्यो है बाटोमा त्यहाँ बाटोतिर हामीले देखेको माइक्रोहरू सबै यिनीहरू जस्तो छ कि भानुलाई अफरोड किङ बास अझ पुरै उठेरै छ त डट बाइक चला जस्तो एडभेन्चर चला जस्तो पुरै सही छ हामी नि उठेर चलाइदिउँ ओइ धेरै अग्लो हुँदो रहेछ यार भयो यस्तो एडभेन्चरमा आए पो नि त टक्क लाएर हेर बुढीसँग आए पो हुन्छ धेरै धुलो उडाए यार भाइजार लाउनै पर्ने बनाए ओ यहाँ चाहिँ हिलो बाटो ओए कत्रो खाल्टो यार यो बिस्तारै जा हट्यो बाटैभरि यस्तै होला ताल पऱ्यो पानी पर्न आँट्यो फर्किँदाखेरि के हालत हुने हो थाहा छैन अर्को हिलो बिस्तारै गयो एउटा दुईवटा हिलो प्याच गयो यस्तो हिलो आखिर कुन बेला कति बेला टायर प्लिक त चिप्लिन्छ थाहै हुँदैन चिप्ल्यो भने त गइहाल्यो नि ल सूर्य दाइले हाल्नुभयो भानु दाइको पालो भानु दाइले नि हाल्नुभयो अहिले नि हालेँ हिँड जा अगाडि जा अब अलिअलि त भाइन्छ नि भाइ यस्तो छ यहाँ अलिकति ठिक छ बरु मेरो पनि ठिकै छ दुलो चाहिँ नखा अलिअलि कति टाढा छ अझै 5-6 किलोमिटर 5-6 किलोमिटर कति हो र हो 15-20 मिनट त हो यस्तो बाटो यस्तै बाटो छ भने हामी चाहिँ कुन ठाउँ हो भन्दैले थाहा यो ठाउँको नाम हो किस्पाङ 3 काउले हैन यहाँ पानी पर्यो भने पौडी खेल्दै आयो हुन्छ बाइक छोडेर खत्तम छ बाटो हामी चाहिँ यहाँ कुखानला अलिकति यो तलतिरको ठाउँ के त्यो पिच त्यहाँसम्म त ठिक छ राम्रो है बाटो चाहिँ एकछिन मात्र हो आनन्दले कता गइन्छ हेरौँ मस्त आउन पाउने दाबे आउँदो रहेछ भिडियोमा पौडी खेलेको कहाँनिर होला 6 किलोमिटर हो 6 किलोमिटरलाई त के फर्किने त नि भनेर हिँड्या हो पानीले चाहिँ यहाँ साथ देला जस्तो छैन खै कस्तो हो खतरा त हो बाटो त कडक छ त कडक आएर त डह्रो अफरोड एक्सपिरियन्स होला जस्तो फर्किँदाखेरि पानी परेर उकालो चाहिँ मिठो उकालो छ है ल ल सूर्य दाइको गयो ज्ञालीको गयो मेरो नि गयो भानु दाइको नि आयो ल
पानीको अर्को छिटा हातमा हान्यो ओ बाटो त छोड्दै रहेछ नि धन्न बाटो त छोड्दै रहेछ नि धन्न ओए पानीको छिटा त मिठो हान्यो त यार मिठो हान्यो त हिलोमा के हिँड्ने त्यहाँ यताबाट हिँडौँ पानी परिरह के गर्ने हो कता रोकिने हो के गर्ने हो अब विचार गरौँ अनि हिँडौँ के नै छ र मारी लानु जिन्दगीमा चाहिँ यताको लेनबाट हिँडेँ यताको लेनमा पानी पानी छ यताको लेन पानी पानी छ त्यहाँ चाहिँ सहरमा त त्यो ज्याकेट लाउनु रोक्यो क्या ज्याकेट लाउनु हो पानी पऱ्यो मिठो पानी पऱ्यो के गर्ने हो रेनकोट लाउनु यार रेनकोट लगाइदिउँ यार यहाँ चाहिँ म भिडियो खिच्दिनँ ल कस्तो लाग्छ सुरु दाइ बाटो भानुलाई थ्याङ्क यू भन्ने कि के भन्ने कविताको डाँडो स्टिल त्यहाँ देखिरह होइन मैले बाइक किन अफ रोड चाहिँ आएको थिइनँ फर्स्ट टाइम यस्तो ढुङ्गे ढुङ्गाको बाटो आएको यस्तो अफ रोड हिँड्ने बानी लाग्यो भने चाहिँ तपाईँले एडिबी बाइक किन्नुहुन्छ एडिबी बाइक बुढीले किन्न दिनु होइन बाटो बाटो बाइक यता लान यता ढल्किन्छ म त अनि एकमा राखेर दबाएको छैन जता जता जान्छ सिधा सिधा जाने कि जबरजस्ती गरेर यस्तो छ कहाँ यहाँ थाहा छैन यो ओ पानी परेर मैले यो मोबाइल सोबाइल सब ब्यागभित्र हाल्दै थिएँ अहिले त पानी रोक्यो त्यो पानी यस्तो अफरोड बाटो बिचमा थियो त्यो खिच्न त पाइनँ मैले होइन यस्तो अफरोड थैट यार लास्टै अफरोड थियो यार त्यो बाटो त यो बाइक यता लाग्यो उता जान्छ उता लाग्यो उता जान्छ बल्ल 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 एक गियरमा ढ्या 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 एक गियरमा हानेर हिँड्यो यार राइट यहाँ आएपछि माथि आएपछि चाहिँ पिच रहेछ फेरि ओ यता चाहिँ भेडा खाएर जस्तो ओ यहाँ रहेछ नि त असली ऊ चाहिँ हामी आउन खोजेको चाहिँ यता रहेछ बिचमा त त्यो लगभग 5-6 किलोमिटर 6-7 किलोमिटरै होला यस्तो अफरोड एक्सट्रिम अफरोड एक्सट्रिमै थियो तल चाहिँ स्कुल रहेछ विद्यालय बवाल छ त यार स्कुल पनि माथि तल तल इलेक्ट्रिसिटीको रहेछ ट्रान्समिसन ल यहाँबाट माथि रहेछ ल जाउँ माथि रहेछ जाउँ यो त बरु सहिलो अफरोड यार यतिको त के अहिले त ओहो ढुङ्गै ढुङ्गा यो त ढुङ्गा कटाउनै नसक्ने ढुङ्गा क्या फेरि यिनीहरू आएर फर्किसकेछन् हामी चाहिँ जाँदैछौँ बल्ल हामी चाहिँ जाँदैछौँ उतातिर त कालो निलो नै छ पानी परिरहेको जस्तो यहाँ चाहिँ पानी परेको छैन अहिले नत्र त्यो तल त अहिले त पानी परेको छ अफ रोड बाटो ओइ 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 हाइट बाटो त यार बाटो त यस्तै हो बाटो यस्तै हो ओइ 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 अलिकति हरियो भइसक्यो रहेछ हरियो भयो भने त बवालै हुन्छ यार यो
ल है अमिर दाइले नि रोक्नु भयो के बाटो यो ओइ के हो यो ठ्याक्क अलिकति ग्रासल्यान्ड रहेछ ग्रासल्यान्डलाई है धन्नै लड्यो नि यार हट आएको छ बाइक सिलिलिल्ल भयो यार त्यो घाँसमा हट दाइहरू चाहिँ तल भिडियो बनाउँदै हुनुभयो यहाँ त धेरै छैन होला अफरोड दाइहरू नि हिँड्नु तलबाट भ्यू चाहिँ मिठो छ जो सर्लक्क अगाडिबाट स्याउला बोकेर आउनुभयो दिदीहरू यहाँ रहेछ नि त ठाउँ आइपुग्यो ओ डाँडो त कता कडा रहेछ त के भन्दै आएर आफै धन्नै छैन अफरोडले गर्दा धेरै भयो अफरोडले गर्दा फेरि पानी आयो फेरि पानी आयो कहाँ गएको राजा आम्बाले अब हुन्छ यहाँ फोटोसुट चल्दैछ ल सूर्य दाइको तलबाट आइफोनबाट टक्क लगाएर अमिर दाइ सुत्न थालिहाल्नु हो सिरा टक्क फोटोसुट चलिरहेको त टक्क यसरी रहेको माथि चाहिँ पानी यस्तो छ पानी पर्न पुरै हाम्रो फोटो खिचा कार्यक्रम चल्दैछ भन्दा के भन्न छ ब्लगमा के भन्नु छ केही भन्न छैन बाटो चाहिँ डेन्जर रहेछ अलिकति तर मजा आयो फर्किने कसरी भन्ने हो आकाशको गडेङ गुडुङ सुन्दाखेरि चाहिँ बहुत डर लागिरहेको अहिले चाहिँ पारा चाहिँ यस्तो छ अब टक्क अब एकछिन फर्किने होला तल काँसा पुगिन्छ तलतिर त डह्रो पानी परिरहेको त्यो ठाउँतिर त त्यो ठाउँतिर निश्चल यहाँ हेरौँ कति बजी पुगिन्छ अब चाहिँ हामी हिँड्न लाग्यो फर्क्यौँ अब यसरी अब हिँड्ने अब सर्लक्क यस्तो छ अब फर्किनु लाग्यो बाटोमा भिडियो चाहिँ मेरो जस्तो पानी पर्नु थाल्छु क्या सिधै तल गएर हुन्छ त बाटो चाहिँ लास्टै खतम छ जाँदाखेरि पानी परेर देखाउनु पाइएन अहिले आउँदाखेरि चाहिँ देखाइदिन्छु होइन पुरै खोल्छ जस्तो छ त्यहाँ फेरि यस्तो मात्र अगाडिबाट कुदाउने हो होइन ओह्रालो आएपछि ओह्रालोमा ढुङ्गा ढुङ्गा भएको ओह्रालो आउँछ कि पुरै अगाडिबाट टिप्पर आइरहेको छ यार बाटो दे साइड दे टिप्पर साइड दे साइड ए उता जाने रहेछ टिप्पर त ठिक छ यहाँनिर चाहिँ अलिक घरहरू भएर बाटो ठिक रहेछ फेरि सुरु भयो जस्तो सुरु भयो जस्तो छ फेरि भनेको अलिकति रहेछ सुरु भयो यस्तो ढुङ्गा
बाइक ढुट्टो होला जस्तो आएको छौँ बाटो ओइ कति उफ्रे आयो अरे बाइक आमा सिधै खाल्डो त जाँदा त घरको रु गर्न नि पर्ने पावर दिन नि पर्ने यस्तो गाह्रो भइरहेको छ अहिले त ब्रेक हान्दै बिस्तारै झरेर हो नत्र त कहाँ जाँदाखेरि त 11 स्पिडमा कहाँ जान सक्ने 15-20 पावर त चाहियो नि पावर दिनु पर्यो बाइक स्लिप खाने अहिले चाहिँ जे होस् ठिकै छ बनाऊँ झर्दा यो उकालो उकालो निर ढुङ्गा छापेको रहेछ छापेको ढुङ्गा फेरि त्यो गाडीहरू हिँड्दाखेरि यता उता भएर झन् कोही ठाउँ पुरै अग्लो कोही ठाउँ के सम्म भएपछि चाहिँ बरु गिटीहरू आएर ठिक छ हट ओइ ओइ सूर्य दाइको टायर चिप्लेको यता र उता चिप्ले खत्तम छ खत्तम झन् अब यो त्यो माथिको ठाउँ त के अरे मनसुनमा त बबाल हुन्छ होला त्यो ग्रासल्यान्ड भएर त्यो हरियो पुरै त्यो पाखै हरियो हुन्छ बाटो चाहिँ यस्तो छ अब त्यो मनसुनमा आउन चाहिँ हिँडेरै आए चाहिँ हो कि त अब 4 व्हिल गाडीमै आयो बाइकमा त मैले मनसुनमा त देखिनँ त्यो हरियो हुने बेलातिर कि त अब पछि मनसुन सिद्धिएपछि भने मतलब चाहिँ भदौपछि अथवा असोजतिर त्यो बेलातिर चाहिँ हल्का आउन सक्यो होला बाटो कस्तो हुन्छ त्यही पनि नत्र मनसुनतिर चाहिँ त्यो बाटोले गर्दा आउन नसकिने ठाउँ रहेछ तर ठाउँ चाहिँ त्यो मनसुनमा चाहिँ बगालै देखिन्छ सियोर अहिले हल्का हल्का घाँस पलाउनु ला त्यो घाँस पलाएर हरियो भएको बेला त बगाल देखिन्छ यार त्यो ठाउँ यहाँनिर चाहिँ पानी ओइ 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 सूर्य दाइको आएकै बाटो जानु पऱ्यो ओइ 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 भैँसी ओइ ओइ भैँसी ओइ 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 भैँसी ओइ टक्ने भैँसीले झन्ने उधुँदैन नासा भाइको 29 काट्या ठाउँ आएछ 29 को आँखामा चिप्लिरहेको थियो पनि खुत्रो खुत्रो अहिले पनि चिप्लिरहेको 29 काटेर घरमा आगो बाल्नु पर्यो त के गर्नु हामी पनि पहिला पाहाडमा हुँदाखेरि 29 काट्थ्यौँ हो वनमा गएर एउटा रुख एकजनाको भागमा हुन्थ्यो क्या हो सर्लक काट्यो ल्यायो नेभरि ठिक अहिलेको ढुङ्गाहरू भन्दा त कमसेकम त्यो हात त थर्किँदैन अहिले बसेर कोक खाएको ठाउँ आयो है यो जस्तो लाग्यो यहाँबाट आधा घन्टामा पुगिन्छ भनेर हिँडेको कतिमा पुग्यो थाहै छैन ओइ 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 सूर्य दाइको त गऱ्यो मेरो नि गर्छ क्या हो चिप्लो फेरि चिप्लो बाटो ए रातो माटो ध्याउँसुरे ए चिप्लो बाटो भन्ने सह बाटो कुकुर आउँछ त बिच्चामा सर्लक्क बिस्तारै बाबु बिस्तारै ओके बिस्तारै बस ठिक छ ओइ 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 यो हिलो आयो हिलो आयो बिस्तारै जाऊ है यस्तो अफरोड बाइक भएको मजा त फेरि अर्को हिलो छ अर्थात्
चिचिचिचिचिचिच हिलो यार थाइट यस्तो यो ल्याङ लाग्ने हिलो हो कि यता ओइ ओइ साइड लाग्न नखोज न सुनेर एक झोला चुन्ड्यो क्या हो झोला फुस्किएको थियो हेर कहाँ तल छ यार त्यो तल गाउँहरू त धेरै हाइटमा छौँ यार हामी चढै छौँ चढै थियौँ अब झरै गर्नुपर्ने हो पिच रोड चढाइदियो हुन्थ्यो अरू हुँदा नि यो कच्चीले वाक्क बनाइसक्यो भोक लाग्यो बिहानदेखि केही खाएन भने मतलब खाजा खाएर हिँडेको त्यसपछि यहाँ कोक खायो त्यति होला 3 बजे टक्क 2 बजेर 59 मिनट बल्ल पिच रोड आयो यार थट त्यो मुला साग के अरे कच्ची बाटोले त इनर्जी सिनर्जी सब लग्यो यसै त बिहानदेखि भोक लाएर भात खाएन भोक लाएर पुरै भयो त्यही माथि कच्ची बाटो छ थट तेरिका भिजेकै बनायो त्यसले त बोल्न पनि सकिरहेको छैन आवाज थट इनर्जी लेभल डाउन भइसक्यो यार अब सिधै आधा घन्टा त पुगेला भएको छैन ठाउँमा केटाहरू यहाँ रोक्का रहेछन् हामीलाई ल हामी चाहिँ हिँड्यौँ हो यता अर्को खोज छ यार यस नेपाल भने नेपाल हो यार यस्तो नि हुन्छ यार ल्यान्डस्केप खत्रै छ कि तल यो बिचमा उठेको डाँडो त्यसपछि छैन पुरै यो साइडमा सल्लाहको पात झरेर कस्तो दामी देखियो हो यो मन्दिरमा अहिले पनि ढोगेको अहिले ढोग्नु पऱ्यो रक्षा गर सर्लक्क घुमिहाल्यो मन्दिरलाई फरक्क मन्दिर बचाएको त हो नि यो सियर यस्तो मजाको राम्रो मन्दिर लाग्यो राम्रो लाग्यो मन्दिर के हो घराङ गर्छ त इन्जिन ब्रेकिङ गर्दा चापी रहेछ चापी यस्तामा क्लचसँग थाल्यो भने सिधै बारीतिर नि होइन झाडीतिर तर मिठो छ यो बाटो त यार मिठो रहेछ मिठो रहेछ हात तेह्र यो ग्लोभ्स खोलिदिएको पानी परेर भएर रातै भयो यस्तो थट जाने क्लचवाला हात त कालो नि भएछ क्लचसँग दाउले खानु दाइ सर्लक्क कटेर अगाडि आउनु साइडमा को हो मेरो ग्याउली जस्तो छ साइडको ओए मन कुरा चल्लो धन्नै यहाँ गएन स्वाई आइदिएर स्वाई यस्तो दबाउँछु नि यस्तो दबाउँछु भात म एक थाल त भयो 2 थाल त आरामले जान्छ 2 थाल त हट उहाँ तल खोला पुग्न यार खोला भनेर फेरि उडेर खोला होइन नि फेरि बाटो जाने हो हट अहिले त कच्ची बाटोबाट आएको ठाउँमा आयो यार अहिले त्यो बाटो हल्का मिस भएर त कच्ची बाटोबाट आएको अहिले त पिचै जाने हो कहाँ कच्ची बाटो जाने हो डक्क लाएर अहिले चाहिँ अलिकतिले एउटा पुल कट्न मिस्टेक भएर यता आइयो यो बाटोबाट आउनु पऱ्यो पुनरागमनको अपेक्षा सहित हार्दिक धन्यवाद थ्याङ्क्स फर भिजिटिङ किस्पाङ भन्ने ठाउँमा आइया रहेछ है हामी कुन खोला हो यो सानो खोला रहेछ बर्खामा त ठुलै हुन्छ होला तर हाइड्रोले रोकेर यो खोला नि सियरै हो जहाँसुकै हाइड्रोले पानी रोकेर खोला यत्रो यो खोला हुन नसक्ने यत्रो भइसक्यो यार के गर्नु हाइड्रो पावर फेरि चाहियो इलेक्ट्रिसिटी पावर चाहियो पावर एनर्जी त्यस्तो भन्दा त भएन होइन चाहिने कुरालाई चाहिने भन्नु पऱ्यो अहिले यहाँ यो हावाहुरीले बत्ती जान थालेपछि यस्तो बिचमा त्यो लाइन गएको बेला बस्ने त बानी नहटेछ क्या के गर्ने हुन्छ त्यो के अरे लाइन गएको बेला त यार पहिला त्यत्रो लोड सेडिङ हुँदाखेरि बसिन्थ्यो केही हुन्थेन
यति बजे लाइन आउँछ भनेर त्यो पुरै तालिका लिएर बसिन्थ्यो त्यति बजे आउँछ भनेर अब अहिले झ्याप्प जाँदाखेरि त संसारबाट कटअफै भए जस्तो अब झन् रुममा त एक्लै के गर्ने केही न केही खै यो बाटो जान्छ कि जाँदैन है हामी त हिँड्दै भइयो खै अब हेरौँ दाइहरू त थाहा छैन फर्स्ट टाइम यो बाटो हिँड्यो पुग्यो भने पुग्यो एउटा पुल आइदियो भने हामी जानु पर्ने त ठ्याक्क पारि हो त्रिशुली पारि यो हामी अहिले यता त्रिशुलीको वारिपट्टि छौँ त्रिशुलीको पारिपट्टि जानुपर्ने खै हामी त पारि निस्किनै सकेन त हो कुन खोलाको हो यता यो झराझरै भयो यार बरु उतैबाट गयो भए ठ्याक्कै थाहा हुन्थ्यो पहिला आएको बाटो कता हो यो त ए यता पुल रहेछ पुल रहेछ राम्रो रहेछ सूर्योदय हाम्रो ओहो दादा मैले जान्छ अगाडि जाने ओ यहाँको पानी त यस्तो बनाएर त्यसपछि सिधै ल खोलै फर्काइदिए यार खोलै ड्यामतिर उतातिर फर्काइदिएर त्यहाँ अब नचाहिने जान्छ फेरि यतै खोलातिर फालिदिएर त्यो बाटो त सम्झिने नि मन छैन यार अहिले त त्यस्तो मजा आयो यस्तो मजा आयो नि बाटो यहाँबाट भात खाना छिर्ने हो अब भात खाना छिर्ने हो सिधै सर्लक्क लाएर अब भात खाइन्छ ओए बाटो नि पुल कस्तो हल्लेको पुल कस्तो हल्लेको पुल हल्लेर बाइक हल्ले यार धेरै बाइक एकैचोटि आउँदाखेरि त पुल त ल त डेन्जर हुँदो रहेछ यार ठुला साग पुल त लल्टङ यता र उता यार फट यहाँबाट जाने मान्छेको भिड छ उताबाट आउनु सकियोस् अनि बल्ल जान्छ वान वे छ नि त हामी त यहाँ रहेछ नि त हामी त यहाँ रहेछ आयो है यहाँ अब भात खाने हो के छ के दुख्यो हात साथ मलाई भोग्ला हातलाई तपाईँलाई के दुखाइ छ के छ कि छैन पछाडि बस्नेलाई के एकदम ठिकठाक छ सूर्य दाइको एकदम सुनौ तपाईँको एक्सपिरियन्स सुनौ तपाईँको धारणा सुनौ के दुख्या एकदम राम्रो रहेछ ठाउँ तर अलिकति टाइम कम भयो हामीसँग होइन अब अर्कोचोटि जाँदाखेरि चाहिँ पुरै हरियाली भएको बेलामा हुन्छ नि असार साउन भदौ होइन तर अनि टाइम चाहिँ टक्क 3 घन्टा जति राखेर हामी त अब गएर फर्के जस्तो मात्रै भयो नि त होइन के छ धारणा त्यही डर देखाएर मेरो हालत चाहिँ यस्तो छ टक्क भात खाइयो खाजा खाइयो अब हिँड्ने अब चाहिँ लाग्नु पर्यो अब सिधै काठमाडौँ अहिले त बरु खासै हल्ले छैन अहिले त लन्ठङ हल्लेर यार पुरै हल्ले थियो त पुरै हल्ले थियो पुरै हो
पेटमा केही परेपछि बल्ल जोस आयो त सिल ट्याङ्की भने जान पाएन अब नेक्स्ट टाइम जाने अब अर्को आउँदाखेरि अर्को पालि आउँदाखेरि जाने अब अहिले त कति 5:23 गइसक्यो यहाँबाट काठमाडौँ पुग्नु छ त्यही भएर अब कुदाउने मस्त जाने मस्त जाने मस्त आनन्दले सरर गोर्खो खोला कट्यो है कट्यो घाम लाग्न लागिसक्यो अस्ताउन लागिसक्यो यस्तो छ यहाँदेखि तलसम्म बिग्रिया त्यहाँ त्यो दोबाटोसम्म त्यहाँबाट चाहिँ फेरि ठिक छ हामी गोसाइकुण्ड आउँदाखेरि भात खाएको ठाउँ यही हो क्या हो यतै हो अब यो 2-3टा होटलमध्ये कुन चाहिँ अब जस भात खाएको चाहिँ यहीँ हो यहाँबाट तल हो दादाले के भयो जानी लिखु गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ लिखु गाउँपालिका अहिले त लिखु खोलाबाट लिखु गाउँपालिका नाम अहिले आएर बिहान आउँदाखेरि ठ्याक्क रोकेको ठाउँ यो एकछिन शीतलमा बस्न मजा आएको थियो यार यहाँ यसको शीतलमा सर्लक्क के झर्छ अब सालको पात गाउँघरतिरको बेलुकातिरको बसे छुट्टै रमाइलो हुन्छ यार यस्तो त टक्क घर अगाडि बसे हान भारेभुरीहरू खेले हान यो पो त लाइफ लिखु खोला थट पुरै खोलामा टिपर पसेर बाल्ल उठाउन जस्तो हो यता नि पुरै टिपर पसेर आफ्नो बाटो लागौँ यहाँ रहेछ नि त राइडरहरूको ग्याङ पुरै घुमेर आएर यहाँ भेला भए जस्तो छ सही मजा आएको म त चितवनमा बाइक चलाएको जस्तो लाग्यो यार गए चरा धन्नु ठोक्यो चितवनमा ठ्याक्कै है त हो फाँटै छ बाटो यस्तै छ सरर न केही छ हेर त्यो टिप्परले म 74मा छु त्यसको मेरो डिस्टेन्स बराबर छ 75 त टिप्परले हानिरहेको छ मजाले स्वाई अनि चितवन सर त भन्यो के नुवाकोट भन्नु यतातिर यता ओए आफ्नै धुरमा सुइछु हिँड्या 6 बजे चाहिँ ट्याक्कै यस्तो कान्लो त कस्तो राम्रो कान्लो हो खनेर चिटिक्क बनाएर राखेको यार कान्लो हेर्दा नि धान रोप्दिम भने जस्तो छ यार गोरु कहाँ आयो बाटोमा गोरु आएको छ त्यो माथिको डाँडा पुग्नुपर्छ यार सर्लकै त्यो डाँडो हो त्यहाँ पुगेर फेरि ओह्रालो झर्नुपर्छ अब जाउँ के छ र बिस्तारै आज त दिनभरि बाइक चलाचलै भयो यार अन्त अझै त्यत्रो डाँडा चढ्नु छ यार घाम त बब्बाल छ यार के यार रोकेरै फोटो खिच्न पर्ने घाम छ यार अरू के मोबाइल राम्रो छैन त्यो भएर राम्रो आउँदैन होला त्यो सनसेट हेर्न चाहिँ यहाँ आउनुपर्ने रहेछ बवाल यार कस्तो दामी देखेको यार सर्लक्क गुर्जे भन्ज्याङ ल यो गुर्जे भन्ज्याङमा त्यो घाम अस्तन्जेलसम्म बस्यो अब चाहिँ त्यो माथि डाँडामा पुगेर तल झर्न छ टोखा चाफी आउने गरेर हिँड्छु यार
यो डाँडा पुग्ने हो हामी। अनि कम हिँड्न छ 5998 किलोमिटर बाइक किनेदेखि। ओहो भर्खर 6000को नलाखे यार, कहीँ गइँदैन। जम्मा अफिसबाट कोठाबाट अफिस र कलेज 2 किलोमिटर छ। 2 किलोमिटर जानु 2 किलोमिटर 4 किलोमिटर यता आउँछ 5-6 धेरै चल्यो ल। दिनको 6 किलोमिटर चल्छ अनि कहाँ कसरी चलोस् त धेरै हो। 6000 किलोमिटर पुग्यो, 6000 किलोमिटर पुग्यो। एक वर्षमा 6000 किलोमिटर कुदायो यार जम्मा। थैट 6000 किलोमिटर भनेको एकचोटि फर्स्ट भनेको चितवन पुगेर आयो एकचोटि। अलिकति बाहिरको राइड भनेको अफिस र कलेज बाइक भनेको दसैँमा चितवन पुग्यो, त्यसपछि एकचोटि मुस्ताङ पुग्यो, त्यसपछि एकचोटि भैरवकुण्ड पुगियो, भैरवकुण्ड जाने बाटो गइयो, अलिकतिले पुगेन उहाँ चाहिँ। त्यसपछि फेरि चितवन गइयो, अनि आज यता नगरकोटतिर राइड हान्यो, अस्ति फुलचोकीतिर गइयो। त्यस्तै हो, त्यही भएर धेरै चलेकै छैन। ओ यो बाटो नि माथि आइपुग्न लाग्यो अब लगभग अब 2-3 मिनट आइन्छ होला। अब चाहिँ इन्जिन ब्रेकिङमा चल्ने हो, नत्र त उपाय छैन। कस्तो खतरा उकालो हो। हो त्यहाँ आएपछि त जाडो पो हुन्छ त हो। दिउँसो त्यो अलिकति पानीले भिजाएको थियो यो, त्यसपछि अहिले त यो जङ्गलमा पानी सानी परेको होला, त्यसपछि चिसो हावाले चिसो हावा है। ज्ञानले मुला साग धन्नै गएन ब्लाइन्डबाट हानेर। म जङ्गल सिद्धि अब भनेर खुसी यही भएको त। स्क्याम पो हान्थ्यो यार, स्क्याम, जङ्गल स्क्याम। यो चाहिँ कता टोखाको कता आइपुग्यो, यताबाट यता बाटै छैन भन्दै। अब हेरौँ कताबाट कता जाने हामी, त्यही भएर यताबाट जानु लाग्यो। ओके आइडिया चाहिँ सही है। अर्को टोख्याचा रहेछ त नाम त, टोखाको नाम टोख्याचा। ओइ 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 गल्ली खोजेको अमिरले यताबाट छिर्न मिल्छ भनेर मलाई लग्यो है। एक राउन्ड हान्यो, कहीँ छिर्ने ठाउँ पाएन, जस्ता तस्तै ठाउँमा आयो। अनि यसो हेर्छु बाइकहरू सबै छिरिरहेको फेरि। अघि हामी गलत बाटो पक्रेछ भनेर फेरि सोधेर छिरेको, अनि आइपुग्यो होइन। यो दुईटा गाडीले वाक्क बनाएर यार, गाडीले मिस्टरले फोन गर्नुभन्दा अगाडि बल्ल कट्या थिएँ है। यो गाडी र अर्को साझा ठुलो गाडी चाहिँ छिर्नेको छैन अब राइटबाट। बल्ल कटाएको मिस्टरले फोन गरेर उठाउनु पर्यो भने फेरि ल सामासी चोक आइपुग्यो। ओ दाइ बस्नु अन्त छिर्यो सामासी चोक। बल्ल आइपुग्यो यार। त्यो दुईटा गाडीले त वाक्कै बनाएर फैट। यहाँबाट यसो चिया खाऊँ भने अनि निस्किने 7:30-8 होला। कहाँ हो चिया पसलै देखिन्न त यार। ओ ल यहाँ बस्नु पर्ला जस्तो छ। चिया बन्छ अरे ल, यतै रोकिदिउँ मिलाएर।